नमस्कार। आज मिति 2082 साल पुस महिनाको 16 गते गोर्खापत्रमा प्रकाशित भएका विषयवस्तुमध्ये केही विषयवस्तु लिएर उपस्थित भएको छु। विभिन्न प्रतियोगितात्मक परीक्षाहरू, शिक्षक सेवा आयोग, लोक सेवा आयोग लगायतका परीक्षाको लागि अति उपयोगी यो विषयवस्तुहरू हुन सक्छ। जसमध्ये पहिलो प्रश्न रहेको छ, लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश कहिले घोषणा गरियो? यसको सही उत्तर छ विक्रम सम्वत 2082 साल पौष महिनाको 13 गते। त्यस प्रदेशका 15 देखि 60 वर्ष उमेर समूहको व्यक्तिहरूको साक्षरता दर 96.16% भइसकेपछि लुम्बिनी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गरिएको हो। र यो सँगै हालसम्म 5 वटा प्रदेश साक्षर घोषणा भइसकेको छ, जसमा बागमती, गण्डकी, कोशी, सुदूरपश्चिम र लुम्बिनी हो। हामी साक्षर जिल्लाको कुरा गर्यो भने हालसम्म नेपालका 68 वटा जिल्ला साक्षर जिल्लाको रूपमा घोषणा भइसकेको छ। 68औं साक्षर जिल्ला कालीकोट हो। यस्तै हालसम्म कुनै पनि जिल्ला साक्षर घोषणा नभएको प्रदेश मध्य प्रदेश हो। मध्य प्रदेशका 8 वटा जिल्लामध्ये कुनै पनि जिल्ला हालसम्म साक्षर घोषणा हुन सकेको छैन। दोस्रो प्रश्न छ, करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो? र यसको सही उत्तर छ केराबारी गाउँपालिका, यो मोरङ जिल्लामा पर्छ। तेस्रो प्रश्न रहेको छ, 19औं चितवन हात्ती महोत्सव 2082 मा हात्ती सुन्दरीको उपाधि जित्ने हात्तीको नाम के हो? यसको सही उत्तर छ पुनम कल्ली। पुनम कल्लीले 300 पूर्णाङ्क मध्ये 250 पूर्णाङ्क प्राप्त गरी हात्ती सुन्दरी प्रतियोगितामा पहिलो स्थान ल्याउन सफल भएकी हुन्। चौथो प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय T20 क्रिकेटमा एकै ओभरमा 5 विकेट लिएर नयाँ विश्व रेकर्ड बनाउने क्रिकेटर को हुन्? र यसको सही उत्तर रहेको छ गेदे प्रियान्दाना, इन्डोनेसियाका हुन् उहाँ। यिनी इन्डोनेसियाका हुन्। हालै सम्पन्न भएको सन् 2025 डिसेम्बर 23 मा कम्बोडिया विरुद्धको T20 क्रिकेट खेलमा एकै ओभरमा 5 विकेट लिएर यो विश्व कीर्तिमान बनाउन सफल भएका हुन् यिनी। पाँचौं प्रश्न रहेको छ, थाइल्यान्ड र कम्बोडिया बीच युद्ध विराम गर्ने सहमति कहिले भएको हो? र यसको सही उत्तर रहेको छ सन् 2025 डिसेम्बर महिनाको 27 तारिकका दिन। विगत केही हप्तादेखि थाइल्यान्ड र कम्बोडिया बीचमा सीमा सङ्घर्ष जारी थियो र त्यो सीमा सङ्घर्षलाई रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाएपछि दुवै देशको बीचमा युद्ध विराम गर्ने सहमति भएको हो। छैठौं प्रश्न रहेको छ, ग्लोबल हिरो अवार्ड 2025 बाट सम्मानित हुने नेपाली को हुन्? र यसको उत्तर छ कुलमान घिसिङ। कुलमान घिसिङ वर्तमान नेपाल सरकारमा ऊर्जा मन्त्रीको भूमिकामा रहनुभएको हो।